Android's beautiful new design. अनि एन्ड्रोइड नयाँ आयो भन्छ एन्ड्रोइड 16 है हो कि हैन भनेर म चेक गर्नलाई नेटमा हेरेको है एकचोटी गुगल खोलेर अनि गुगल खोलेर के गरौँ भएर एन्ड्रोइड 16 रिलिज डेट भनेर सर्च हानेको 16 रिलिज डेटमा चाहिँ एन्ड्रोइडको एप्लिकेसन आइपुगेपछि यहाँ हेर्दाखेरि चाहिँ एन्ड्रोइड डेभलपर वेबसाइटमा गएर हेर्दाखेरि चाहिँ जस्ट आउन लागेको रहेछ एन्ड्रोइड 16 चाहिँ अनि मैले यसरी मेरो डिभाइस चाहिँ कम्प्याटेबल छ कि छैन मेरो डिभाइसलाई हुन्छ कि हुँदैन भनेर चेक गरेको पिक्सलको डिभाइसहरु सबैलाई रहेछ तर हुन त मेरो त पिक्सल डिभाइस नै हो त्यही भएर मैले चेक गरे अनि चेक गरेपछि अब मेरोलाई इनरोल गराउनु पर्यो भनेर सेटिङमा गएर है कम्प्याटेबल फर माइ डिभाइस भनेर सर्च हानेर यहाँ हेर्दाखेरि बीटा प्रोग्राम रहेछ बीटा प्रोग्राममा अब जे भए नि होस् एन्ड्रोइड 16 त चलाउन पाइन्छ नि याहु भनेर त्यसपछि मैले अब इनरोल गराएँ आफ्नो डिभाइस ठ्याक्कै डिटेक्ट गर्दै रहेछ मेरो डिभाइस पिक्सल 7 भनेर है अनि टर्म्स एन्ड कन्डिसन सबै टिक लगाएँ अनि टिक लगाएपछि मेरो डिभाइसको मा चाहिँ सेटिङमा गएर सिस्टम अपडेटमा गएर हेर भन्छ अटोमेटिक कम्बिनेसन भयो के आयो अब यो एन्ड्रोइडको अब वेब ब्राउजर क्रोमको कमाल हो कि के कमाल हो थाहा भएन तर यसरी कनेक्ट भएपछि अब मैले सेटिङमा गएर चेक गर्नु पर्यो है त हो कि हैन भनेर अब मेरो मोबाइलको सेटिङमा खोलेर हेर्छु है त्यो सेटिङमा चाहिँ अब मैले भेटाएँ भने चाहिँ ठिक छ एन्ड्रोइड भर्जन दियो 16 अब सफ्टवेयर अपडेटमा गएर चेक गरौँ ल अपडेटको एउटा आएछ स्टार्टिङ डाउनलोडिङ भन्यो तर बीटा 4 भनेर आएछ ल 2.8 GB को फाइललाई अब टाइम त लाग्नै छ नेट अलि स्लो छ है गाइज अब के गर्ने अब यस्तै नेट स्लो भएको कारणले तर यो कम्प्लिट गराएरै छाड्छु आज म जसरी भए नि अब 2.83 GB डाउनलोड गरिसकेपछि अब एन्ड्रोइड 18 पनि 16 भर्जन चाहिँ ठ्याक्क मेरो मोबाइलमा आउँछ आएपछि अब यो पिक्सल डिभाइस लियो भने चाहिँ गुगलको पिक्सल डिभाइस लियो भने चाहिँ मेन फाइदा चाहिँ यो हो क्या एन्ड्रोइडको जुन पनि लेटेस्ट भर्जन रिलिज हुन्छ नि ठ्याक्कै आफ्नो डिभाइसमा इन्स्टल गर्न पाइहाल्छ अब डिभाइस किनेपछि 7 वर्षसम्म एन्ड्रोइड भर्जनको अपडेट पनि दिन्छ यसको नयाँ पोजिटिभ पोइन्ट पनि यसमा भइहाल्यो त्यसकारणले अब यो इन्स्टल भएर कम्प्लिट भएपछि चाहिँ अब एन्ड्रोइडको 16 भर्जन आउँछ ल ठ्याक्कै इन्स्टल पनि भयो चेकिङ अपडेटमा पुग्यो अब हेर्दाखेरि अब एकचोटि फेरि चेक गरेर मेरो सिस्टम अपडेटमा एन्ड्रोइड 16 आएको छ कि छैन ल ठ्याक्कै 16 भएछ रेडी छ अब देखाएर मात्रै भएन लेखेर देखाएर मात्रै भएन नि त अब यसलाई मैले अब सेटिङमा गएर एबाउट फोनमा गएर एन्ड्रोइड 16 छ कि छैन त्यो पनि हेर्नु पर्यो 16 को नयाँ एनिमेसन पनि आएको छ त्यो पनि हेर्नु पर्यो एन्ड्रोइड भर्जन 16 रहेछ ल है त यसको अब नयाँ लोगो कस्तो रहेछ त भन्दाखेरि यस्तो खालको हुँदो रहेछ है गाइज नयाँ लोगो चाहिँ ठ्याक्कै अब यो लोगो भएपछि त एन्ड्रोइड 16 नै हो भन्ने कुरो विश्वास भयो ठिक छ अब यसको फिचरहरु म तपाईलाई अर्को एउटा लेटेस्ट भिडियोमा देखाउँछु भिडियो राम्रो लाग्यो भने सब्स्क्राइब गर्न नबिर्सनु होला